झोरले नमस्ते। धेरै समयको अन्तरालपछि फेरि पनि नयाँ भिडियोमा तपाईहरु सम्पूर्णलाई स्वागत गर्दछु। हेलो, गुड मर्निङ फ्रम गैंडाकोट 18 दमार। आज भने हाम्रो यात्रा हुनेछ दमार टु तनहुँ गाईघाट हुँदै कहाँ अरे हाम्रो गोन्द्राङ लुङ्ग्रिङ हुँदै छिपछिपे अनि त्यसपछि यता के अरे भन्नुहोस् त बिहाघन क्वाडी हुँदै खम्बेसी खाल्टे हुँदै जाइथाउ। अनि अङ्कल आजको हाम्रो जर्नी कस्तो होला जस्तो लाग्छ तपाईँलाई? एकदम रमाइलो हुनुपर्छ आजको चाहिँ हैन। आज एक दिन भन्दा पनि आज सायद जैथुमतिर गएर चाहिँ हाम्रो यात्रा विश्राम होला। अनि भोलि बिहान चाहिँ फेरि तनहुँदेखि खाल्टे हुँदै फेरि यतै हाम्रो गैंडाकोटतिर लाग्नेछौँ हामी। उता मेरो दाइ नै हुनुहुन्छ। अनि दाइ हजुर, यो कति साल पछिको यो घुमघाम हो? धेरै साल पछि नै हो, किनकि सँगै चाहिँ नै भेट गर्न नपाएको कारणले पनि हजुर अलिकति टाइम होला त्यसले कारणले गर्दा पनि फर द फर्स्ट टाइम सँगै आज चाहिँ नि सँगै चाहिँ नि यसो भिजिट टुर चाहिँ जाऊँ भनेर चाहिँ नि सबैजना मिलेर हिँडेछ है। ल ठिक छ, त्यसो भए ल अबको हाम्रो यात्रा हुनेछ दमारदेखि। अहिले चाहिँ हामी दमारमै छौँ। यो हाम्रो दमारको तलतिरको भाग हो, जोस मैना बठान भनिन्छ यसलाई। पहिलाको जमानामा मैनाहरू धेरै मात्रामा पाइन्थ्यो, त्यही भएर नि यो ठाउँको विशेष यो तलतिर चाहिँ मैना बठान भनिन्छ यो ठाउँलाई। यही दमारकै हो। अनि लेट्स सी गाइस, अब लेट्स गो। हामी चाहिँ अब जर्नीतिर अब हाम्रो डेस्टिनेसनतिर लाग्छौँ। हेलो सालो लाग्नु पर्छ है। अहिले चाहिँ गरम दिन आइपुग्यो र त्यसो लगत्तै यो ठाउँलाई छोडिन्छ। अनि त्यसपछि आउनेछ गैंडाकोट। खास गरी हामी गाईघाट भएर छिपछिपे लुङ्ग्रिङ गोन्द्राङ अनि ब्याक टु जैथुम आउने प्लानिङ गराएको थियो र अझै बेटर घुमाउने बाटो भएको भएर हामी घुमाउनेको बाटो लाग्यौँ। फाइनल्ली अहिले चाहिँ हामी घुमाउनेको पुलमा है हामी चाहिँ दाइ हुनुहुन्छ। घुमाउनेको पुलमा आइपुग्यो है। अब यहाँदेखि चाहिँ घुमाउने हुँदै हामी चाहिँ अब सारङ्गापछि गोन्द्राङ यात्रा अब हामी। ल हुन्छ, ल भिडियो हेर्दै गर्नु होला। हामीले विभिन्न ठाउँको दृश्यहरू देखाउने छौँ हामीले। पेट पनि मुसा गराउन थाल्यो त्यही हो। ए ल खानुपर्छ ल। अङ्कलले भन्नुहुन्छ पेटमा मुसा दौडिरहेको अवस्था छ अरे। अब खाजा नास्ता खाएर जानुपर्छ। अब गोन्द्राङ आइपुग्यो हामी। गोन्द्राङको मनोरम दृश्य सुन्तला फार्म। हिमाल कति दामी देखेछ सालो फाइनली हामी कति घन्टा पछि आइपुग्यो अरे अङ्कल? 3-4 घन्टा पछि आइपुग्यो। 3-4 घन्टा पछि यात्रा भयो हाम्रो। ल ठिक छ। सुन्तला यहाँ आइसक्यो हाम्रो लागि। दाइ ल लिनुहोस् त। अङ्कल चाख्नु त कस्तो रहेछ, टेस्ट कस्तो छ? ल अङ्कल मैले व्यस्त छु है बाबु। हो ल खानुहोस्, ल खानुहोस्। अङ्कल चाहिँ खानामै बिजी हुनुहुन्छ। हजुर दर्शन दाइ, झोरले नमस्ते।
अयो बेसरी खोरो घेपामी हजुर हजुर सुन्तलाको बगान फ्रम दि गोन्द्राङ अहिले चाहिँ हामी सुन्तलाको फार्ममा छौँ र सुन्तला हेर्ने क्रममा हेर्ने खाने सबै सुन्तलाको छाना हो कि हजुर युरो कन्ट्री लाला हो 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 ल दाइ र म चाहिँ यहाँ सुन्तलाको बगानमा छिरेर मजाले सुन्तला देखाउने क्रममा छौँ हामी र यति बवाल छ कि यहाँ सुन्तला आमामा नसोचेको सुन्तला छ सो यता बाबा खत्रै फले है कि हाम्रो दाइले टेस्टको रूपमा टेस्ट गरौँ कि भने है एउटा सुन्तलाको बोरमा बसेर हजुर टेस्ट गरौँ सुन्तलाकै यो अर्गानिक हो हजुर हजुर बोल्नुहोस् त दाइ के भन्ने बाबा तिमी पनि टेस्ट गर हुन्छ दिनुहोस् त एउटा मात्र मिठो छ है मिठो यो हामी तनुको गोन्द्राङ भन्ने होइन यो मार्केटमा पाउने सुन्तला र यहाँ दामी सुन्तला बगानमै आएर खानुको मजा चाहिँ यसमा छुट्टै छ सो तपाईँहरू पनि आउन सक्नुहुन्छ गोन्द्राङ भन्ने ठाउँमा यता हाम्रो राजेन्द्र सालो अनि अङ्कल आउँदै हुनुहुन्छ सबैजना भ्लग बनाउन व्यस्त भइरहेको अवस्था हाई गाइस ल ल यता हेर्नुवाला सुन्तलाको बगैँचामा यहाँ 3 जना टुरिस्टहरू घुम्दै हुनुहुन्छ 2 जना भ्लगर छ सुन्तलाको बगैँचा हेर्नु होला तपाईँहरूले मेन ठेकदार उहाँ हुनुहुन्छ सुन्तला ठेक्का आउनु भएको ठेकदार नमस्कार सम्पूर्णमा आज चाहिँ हामी यो गोन्द्राङ भन्ने ठाउँमा भिजिट गर्न आएको सो देख्न सक्नुहुन्छ तपाईँहरूले सुन्तलाको लट्रम्म दानाहरू पाइहाल्दै छ पुरै हाम्रो उहाँ 2 जना सरहरू हुनुहुन्छ अब भने हामीले छिपछिपेतिरको यात्रा सुरु गर्नुपर्ने हुन्छ बाई बाई गोन्द्राङ अब हामी वटक लाग्दैछौँ अब यता हेर सुन्तलाको झोला ल अब भने गोन्द्राङको सुन्तला बगानको भिजिट पछि हामी छिपछिपे लुङ्ग्रिङ हाम्रो युवराज सोल्टीको ससुरालीतिर लाग्यौँ हामी स्टे ट्युन गाइज सालो कस्तो लाग्यो गोन्द्राङ एकदम राम्रो राम्रो छ हजुर सुन्तला कस्तो लाग्यो सुन्तला हेर्नु न उता देखाउनु कस्तो छ सुन्तला कति टेस्टी छ खाने बेलामा कति स्वादिलो छ आउनुहोस् तपाईँहरू पनि भिजिट गर्नु होला ल सालोले भन्दै हुनुहुन्छ आउनुहोस् तपाईँहरू पनि भिजिट गर्नु गोन्द्राङमा आएर सुन्तलाको बगान भिजिट गर्नु होला अब भने हामी छिपछिपेतिर भेटौँ है त सालो छिपछिपे होइन लुङ्ग्रिङतिर ल अब हामी ठ्याक्कै गोन्द्राङ काटेर अब लापक भन्ने ठाउँको बाटोतिर छौँ हामी अहिले अनि त्यसपछि लुङ्ग्री आउँछ अब भने हामी लपाक प्रस्थान गरिसक्यौँ र अङ्कल आउँदै हुनुहुन्छ पछाडि बाटो सबै अफरोड छ यतातिर अनि अगाडि मान्छेहरू हिँडिराख्नुपर्छ
लुङ्ग्रिङ गाउँ है यो लुङ्ग्रिङ भन्छ अरे के अरे यो मगर भाषामा राखेको नाम होला लुङ्ग्रिङ। ल अब लुङ्ग्रिङको सुन्तला यहाँ पनि सुन्तला छ। यो लुङ्ग्रिङ भन्ने ठाउँ हो हाम्रो युवराज सोल्टीको ससुराली गाउँ। अनि यसतिर माथि वडा कार्यालय। अहिले चाहिँ हामी सुन्तलाको इन्जोयमा सुन्तला खाँदै। यो हो जैथुम, भर्खरै मात्र आइपुग्यौँ। जैथुमको विश्राममा छौँ हामी अहिले।